Welcome back guys, welcome back. New looks, new vibesसँग जोडिसकेको छ हामी चाहिँ घुमेरै हामी चाहिँ यहाँ स्टे गरेको ल गाइस लेट्स सी भिडियो नेक्स्ट के भन्नु लेट्स स्टार्ट भिडियो गाइस यहाँ चाहिँ स्न्याक छ स्न्याकहरू खाएर बस्ने अब चिलमा हामी चाहिँ मनोकामनामा अहिले यो चाहिँ रुम लिइसक्यो हामीले अब हामी चाहिँ बेलुका आइपुगेको अब भोलि बिहानको भ्यू नजारा देखाउँछु है गाइस ओके गाइसहरू भिडियोलाई हामी अलग अलग भिडियो गाइजहरू मर्निङ फ्रम मनोकामना सुरु हुन्छ मनोकामनाबाट आज हेर्नुहोस् है मनोकामनाको भ्यू बाहिरको भ्यू यस्तो छ के छ केबल कार चल्या छैन अहिले एकछिनमा चल्छ यस्तो छ नजारा ल मनोकामना आइयो हुँदैछ घारी के देखिहाल्छ नि केबल कारहरू अब एकछिनमा उयो गेटदेखि आउँछ के हो यो मूर्ति आमा क्या दामी छ त हौ भ्यू त ओए गाइस दामी छ है भ्यू चाहिँ गइँदैछ आउँदैछ ओहो के को घाँस हो यो चाहिँ फुल हो कि घाँस हो यो अब चाहिँ हिँड्नु पर्यो यो ब्लकको चक्करमा बिस्तारै गाइस हामी चिल भाइब्स दिँदैछौँ अहिले चिल भाइब्स देखाउँदै नै छौँ मनोकामना फुल ब्लक होइन कोही छैन त भर्खर खुल्यो यहाँ चाहिँ मनोकामनामा चाहिँ अब टिकटहरू पनि 750 लिँदो रहेछ त्यही होटेलले मिलाउँछ अनि खोल्ने चाहिँ कति 7:30 खोल्छ जस्तो छ इन्फर्मेसन भिडियो जस्तो टाइपको के मनोकामना आउनेहरूको लागि भनौँ न होइन त्यही हो कस्तो दामी छ त ब्याकग्राउन्ड त यो घाँसी हो थाहा छैन फुल हेर्न फुल यहाँ Oh my god, what a view bro, what a view के हो नरिवल जस्तो यो ल अब हामी चाहिँ लगभग केबल कार चढ्ने ठाउँ लाग्यो है त गाइस ल त्यही भएर जाँदैछौँ नि पहिला त यहाँ आउँदा कहाँ बस रोकेको थियो भिड देखो भिड खिच्नु क्या
अब हाम्रो टर्न आउनु लाग्यो है गाइस यसपछि हाम्रो टर्न त्यसपछि हाम्रो टर्न यो चाहिँ हाम्रो लागि हो है त गाइस है त ल है ल है ल क्यों डर गए रे भाइ यसमा इन्ट्री हान्नुपर्छ अब चटपा लेट्स गो गाइस लेट्स गो अब एकछिनमा कान जियो हो नि त सी ए चल्यो 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 कस्तो हल्दिया त अस्ति खण्डर रे दामी देख्यो अब त यस्तो पोल पोलोमा त केही हल्ल्याएर दामी देख्छ त्यहाँ पनि पानी कस्तो मजाको पानी म त हेरिरहन्छ नि यस्तो त के होइन सिम्पल हो यो त एकछिन यो डाँडा भिडियो अब मन्दिरतिर गइयो हो मन्दिर ल सिडी चढौँ मेरो जिम्मा भइराखेको के भन्नु दाम कहिले पूजा गरे होइन भोजिमा राख्नु त्यो आधी मागा न तिम्रो गरे यहाँबाट यो भ्यू नि देख पूजा गरेको थिएन क्या त्यही भएर चिच्ची क्युटी यही हो ल दर्शन गर्न आउने ठाउँ चाहिँ हिमाल छ यस्तो देखिरहेको मन्दिरमा त नपुग्नु ल बन्द गर्छु ल है गाइस कामनाबाट देख्ने यो खै कुन चाहिँ ठाउँ हो अनि हिमाल हेर्नुहोस् यस्तो छ कुन चाहिँ रिसोर्ट हो यहाँ मनोकामनाको हामी चाहिँ यहाँ आएर टक्क यता अब तलबाट यहाँ केबल कार हो यो यहाँ चढ्दै आउँदा सिडी छ नि चिया खानुपर्छ टक्क लाएर यति कहाँ पाउनु है नजारा यत्रै थिएन गाउँ रहेछ चाहिँ टाढा टाइममा आइपुग्यो हामी बेलुका हामी उता त्यो पोखरा लेक साइडतिर घुम्नु ल निन्द्रा लाग्यो
निन्द्रा होइन कान दुवै बन्द अब हामी तल जान्छौँ हामी तल जाँदैछौँ अच्छा ल फोटो पो लिन्छ त यो फास्ट सेल्फी हो या हेर्न गाइज यसले तर्साउँछ दाइ रेकर्डै भएर अब बजार जाँदैछौँ मर्थी गएर आयो यहाँ हो क्या मेन पोइन्ट फाइनल झरियो तलबाट ए माथिबाट डेस्टिनेसनमा आयो फाइनल स्पिड 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 चुई मान्छे चाहिँ टन्नै छ है त आयो झरिहालौँ है त अब हाम्रो पालो गयो अब बोर्लिने पालो हाम्रो हेर्नु न त मनोकामनामा जाऊ 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 ओ दामी दामी खतरा हेर्नु फुल आमा यो चाइना जापानमा आए जस्तो हो त ल नम्मी बब्बर हिँड वाव ब्युटीनेस डार्कनेस त के चरै जरा मात्रै छ त के हो गाई यो चाहिँ पूजा गरेर आइयो गइन्छ पोखरातिर लागिन्छ है त हामी ल हेर्नुहोस् यहाँदेखि त्यो डाँडा छ नि ऊ त्यहाँ माथि छ क्या मन्दिर चाहिँ हामी चाहिँ त्यहाँदेखि आएको ए हिँडिरह हिँड अब हामी फर्किँदैछौँ होटेलतिर यहाँको नजारा कस्तो छ सिडी चढ्दै जाने क्या सिडी हुँदै अब गेटमा यहाँ माथि वे टु पोखरा अब सो लियो you on the next vlog. Subscribe to my channel if new. Bye bye. Bye guys. यति नै आजलाई भेट्नेछौँ पोखरामा